एक दिन राजाले चाहिँ आफ्नो प्रधान सेनापतिलाई बोलाउँछ र उसले चाहिँ युद्धको लागि प्रिपेयर हुनको लागि चाहिँ आदेश दिन्छ। एन्ड त्यो प्रधान सेनापतिले चाहिँ कोसँग भनिसके पछाडि चाहिँ फलानासँग भन्ने बित्तिकै हुन्छ नि हामी चाहिँ हार्छौँ महाराजा भनेर चाहिँ त्यो प्रधान सेनापति फर्किन्छ। यतिकैमा अरू सेनाहरूबाट प्रधान सेनापति सेलेक्ट गर्छ, त्यहाँ उनीहरू सबैजना चाहिँ हार्छौँ भनेर निस्किरहन्छ। एन्ड यतिकैमा चाहिँ एकजना जोगी चाहिँ राजदरबारमा पुग्छ। एन्ड राजाले सोध्छ तिमी किन आएको यहाँ? राजाले छक्क परेर चाहिँ जोगीलाई भन्छ कि तिमी प्रधान सेनापति बनेर चाहिँ वार गर्न सक्छौ, तिमीले चाहिँ हुन्छ नि कमान्ड गर्न सक्छौ भन्दाखेरि चाहिँ सक्छु भन्छ। एन्ड उसलाई चाहिँ हुन्छ नि आफ्नो सेनाहरू वारको लागि प्रिपेयर गर्नको लागि पठाउँछ जोगीलाई। एन्ड सबैजना सेनाहरू चाहिँ हुन्छ नि हामी चाहिँ हार्छौँ भनेर चाहिँ पछाडि पर्छ। एन्ड यत्तिकैमा जोगीले चाहिँ भन्छ म पनि जित्ने आदर भइसकेपछि मात्रै लडाइँ गर्न जाने हो, म यत्तिकै जान्न भनेर चाहिँ भन्छ। एन्ड यत्तिकैमा चाहिँ उसले एउटा कोइन ल्याउँछ। कोइन फ्लिप गर्दाखेरि चाहिँ यदि टेल पऱ्यो भने चाहिँ हामी हार्छौँ, हेड पऱ्यो भने चाहिँ हामीले जित्छौँ भनेर चाहिँ भन्छ। एन्ड यत्तिकैमा उसले कोइन चाहिँ फ्लिप गर्छ एन्ड हेड पर्छ। एन्ड हेड पर्ने बित्तिकै वार जित्छौँ भनिसके पछाडि चाहिँ सबैजना रेडी भएर चाहिँ वार गर्नको लागि जान्छ। वार पनि जितेर आउँछ। एन्ड सबैजना भेला हुने बेलामा चाहिँ त्यो जोगीले त्यो कोइन लिएर चाहिँ हुन्छ नि देखाउँछ। कोइनको चाहिँ दुवै साइडमा चाहिँ हेड हुन्छ कि। सो हामीले चाहिँ यो स्टोरीबाट चाहिँ के कुरा चाहिँ बुझ्नुपर्छ भन्दाखेरि चाहिँ एउटा लिडरमा चाहिँ हुन्छ नि एउटा विनिङ मेन्टालिटी, त्यो माइन्ड सेट, त्यो कन्फिडेन्ट हुन्छ नि, त्यो लिडरसिपले चाहिँ धेरै नै म्याटर गर्छ कि। सो हाम्रो लाइफमा पनि हामी अगाडि बढ्नको लागि कुनै चिजमा हामीले विन गर्नको लागि हाम्रो माइन्ड सेट र कन्फिडेन्टले धेरै नै म्याटर गर्दो रहेछ कि।